वेलकम ब्याक। के छ खबर सबजनालाई? सो आज चाहिँ लेट भइसकेको छ, म जाँदैछु। अनि त्यसपछि आज कुरा गरौँ पाथिभरा माता र बिडिया कृषि कन्ट्रोभर्सी होइन। लगभग बिडिया कृषिको चाहिँ यो कन्ट्रोभर्सी चाहिँ नर्मल हो क्या। त्यसले यति धेरै कन्ट्रोभर्सी गरिसकेको छैन। मलाई चाहिँ के लाग्थ्यो भनेपछि बिडिया कृषिले देखेर क्या, मैले पनि त्योभन्दा अगाडि नै मैले सोचिरहेको थिएँ कि यिनीहरू सबको यस्तै बनाउँछ भिडियोहरू भनेर। म किनभने पहिला डकुमेन्ट्री सेटहरू गर्थेँ नि त भिडियोहरू, मैले सोचिरहेको थिएँ मैले यसरी टाइपको भिडियोहरू बनाउँछु भन्ने सोच गरिरहेको थिएँ। लेटर मलाई खासै थाहा छैन नि त रिजनहरूको बारेमा। सम्पूर्ण नलेजहरू हुनु पऱ्यो नि त, कुनै पनि कुराहरूको बारेमा भन्नु सम्पूर्ण नलेजहरू हुनु परेन। अनि बिडिया कृषिले चाहिँ खतरा लाग्थ्यो टिकटक, मैले फलो पनि गरेको थिएँ। तर कन्ट्रोभर्सीहरू यति धेरै आउनु लाग्थ्यो क्या त्यसको बारेमा। लगभग त्यो जति पनि कन्ट्रोभर्सी छ अहिले त्यहाँ कतिसम्म भनिसकेपछि यति धेरैसँग कन्ट्रोभर्सी भइसकेको थियो क्या। अनि त्यसमा मलाई झ्याउ लागेन, अति इरिटेट मान्छे नै यस्तो टाइपको हो जस्तो लाग्यो क्या। अनि लगभग मैले अनफ्लो गरिसकेको थिएँ, झ्याप्प फरिमा आइरहेको थियो। पाथिभरा मातासँग कन्ट्रोभर्सी भइसक्यो होइन। म हिँसुर्खेतकै बासिन्दा हो। पाथिभरा मातालाई म खासै चिन्दैन कस्तो छ के छ भन्ने कुरा होइन, अथवा कुरा नबोलौँ। तर बिडिया कृषि कन्ट्रोभर्सी चाहिँ नर्मल लागिरहेको थियो जस्तो मैले त्यो इन्टरभ्यू पनि हेरेको छैन नि त। खासमा 81 चाहिँ पाथिभरा माताले लाइभमै आएर विष चाहिँ सेवन गरिदिनु छ। अब खासमा भएको चाहिँ के हो होइन, यति खै अब हुन त अनलाइनमा फेरि मान्छेहरू यस्तो हुन्छ कि कमेन्ट यति छिटो कमेन्टहरू गर्न पुग्छ, यति नराम्रो कमेन्ट गरेर पुग्नु पुग्छ होइन। मान्छेहरू अपोजिट त्यो पचाउन सक्ने टाइपको हुँदैन क्या नर्मल कुनै हुँदैन। जस्तो कि के छ भने म पनि अब अनलाइनमा छु, अनलाइन मिडियामै छु। लगभग मलाई पनि कमेन्टहरूमा पहिला चाहिँ भिडियोहरू बनाउँदाखेरि कस्तो बनाएको भिडियो एन त्यान भनेर गाली गर्थ्यो होइन। अनि त्यसपछि उहाँलाई चाहिँ अब डाइरेक्ट अब फ्यामिलीदेखि लिएर सबलाई यताउति कमेन्टमा गाली गरेपछि सबैले नराम्रो लाग्छ नि त। उहाँले सायद त्यही पचाउनु नसकेर अब ढुङ्गी माता यान त्यान के भन्न सक्छ। अनि पछि अहिले चाहिँ उहाँ चाहिँ पुरुष माता हुनुहुँदैछ। सबभन्दा डिफ्रेन्ट भयो नि त यो त, सुन्दै खतरनाक छ नि त पुरुष माता हुँदैछ। अनि उहाँको कुरालाई लिएर सबै नराम्रो भन्दैछ। सो के हो कस्तो पछि चाहिँ थाहा भइहाल्ला। सो हामीलाई चाहिँ स्वास्थ्यमा सुधार होस्, यति छ कुरा। आजलाई यति नै। सो लास्ट ढिलो भइसक्यो यार।